भुन्टीले यस्तो कठिन परिस्थितिमा पनि भूपेन्द्रलाई साथ दिएकी छन्। तर अब चाहिँ भने भूपेन्द्रलाई सन्चो नहुँदै के भुन्टीले अर्को केटा साथी रोजलिन के अस्ति भर्खर भेटिएको नयाँ केटा साथीसँग विवाह गर्लिन् या माया प्रेममा पर्लिन्? तपाईँहरूलाई के लाग्छ? भुन्टीको यो अवस्थामा उनले यस्तो गलत निर्णय लिन्छन् होला जस्तो लाग्छ कि लाग्दैन? मलाई त त्यस्तो लाग्दैन। तर अहिले भुन्टी सिरियलमा भुन्टीलाई अलि फरक खालको देखाउने प्रयास गरिँदैछ। भुन्टीले नयाँ स्वरूपमा केही नयाँ गर्नेवाला छन्। तपाईँहरू कृपया प्रतीक्षा गर्नुहोला। भुन्टीका नयाँ नयाँ एपिसोडहरूमा भुन्टीलाई फरक खालको देखाउने प्रयास गरिने पक्का पनि प्रयास हुनेछ। तपाईँहरूलाई के लाग्छ? को हुनुहुन्छ भुन्टीलाई हरेक दिन हरेक एपिसोड नियमित हेर्ने? कृपया कमेन्ट गर्नुहोला।